ओके सो घर चाहिँ यही हो मजाको क्लासिक स्टाइलमा छ हेर्नुहोस् 16 फिटे बाटो ढल ढलान सबै भइसकेको छ दिस इज पार्किङ दुईटा प्राडो गाडीहरू अट्ने पार्किङ छ मजाको स्पेस छ है यहाँ चाहिँ अब खानेपानीको मिटर देख्न सक्नुहुन्छ देयर इज रेन्टल स्पेस 2 BHK पाउनुहुन्छ भने यो चाहिँ आफ्नो लागि स्पेस भयो अष्टमङ्गलको ढोका छ 5 BHK तीनटा मास्टर बेडरुम सबै फर्निस पाउनुहुन्छ त्यहाँ रिजर्भ ट्याङ्की दिस इज अब स्टेयर केसको स्पेस छ यहाँ हैन काठहरू चलाएर बनाएको छ ग्रेनाइटहरू ओछाएको भइहाल्यो सो लेट्स मुभ अन टु फर्स्ट फ्लोर है फर्स्ट फ्लोर हामी अहिले लिभिङ रुमको स्पेसमा छौँ मजाले हेर्नुहोस् पार्केटिङ सोफाहरू फल सिलिङहरू होइन झुमरहरू त्यहाँ डेकोरेटिभ स्पेस छँदैछ टिभी क्याबिनेट भइहाल्यो किचनमा छिर्दै गर्दा बारको लागि अरेन्जमेन्ट छ डाइनिङ टेबल त्यहाँ सोकेसको लागि सामानहरू भइहाल्यो फ्रिजको स्पेस अरू क्याबिनेटहरू अनि त्यहाँ बेसिनको लागि ठाउँ छँदैछ देयर इज पेन्ट्री स्पेस किचनको स्पेस हेर्नुहोस् काउन्टर टप चिम्नी होइन यहाँनिर सिङ्कको स्पेस भइहाल्यो अब दिस इज यो घरको गेस्ट रुम है यहाँ चाहिँ अब फर्निचरहरू केही राखेको छैन पार्केटिङ फल सिलिङ उज्यालो कोठा छ अब यो चाहिँ घरको फर्स्ट बेडरुम है त फर्निस्ड क्लोजेट बेड पार्केटिङ उज्यालो सबै छ है सो लेट्स मुभ अन टु सेकेन्ड फ्लोर सेकेन्ड फ्लोर छिर्नु साथै फर्स्ट मास्टर बेडरुम है ड्रेसिङ टेबलहरू बेड क्लोजेट यत्रो ठुलो स्पेस छ है 4.5 आनालाई पनि एकदम बढी हो वर्किङ क्लोजेट भइहाल्यो यहाँ चाहिँ तपाईँको अट्याच बाथरुम छ ठुलो छ है सो लेट्स मुभ अन टु द सेकेन्ड बेडरुम सेकेन्ड फ्लोरको यो पनि मास्टर बेडरुममै रहेको छ है स्पेस हेर्नुहोस् न रुमको बाफ्रे बाफ्रे क्लोजेटहरू बेड भइहाल्यो होइन टिभी क्याबिनेट छँदैछ यहाँ बाथरुम भइहाल्यो यहाँ चाहिँ अब बारदुलीको स्पेस छँदैछ मजाको रुम छ है सो दिस इज द थर्ड एन्ड फाइनल मास्टर बेडरुम स्पेस हेर्नुहोस् न सबै रुमको चाहिँ एकदमै ह्युज स्पेसहरू छ है यहाँ चाहिँ हिडन अट्याच बाथरुम भइहाल्यो टक्क पाउनुहुन्छ सो अब यो घर चाहिँ साना गाउँ अवस्थित तपाईँले पाउनुहुन्छ भातबट्टिनीबाट पनि नजिकै अनि साना गाउँ हाइवेबाट पनि मात्र 100 मिटरको डिस्टेन्समा रहेको छ होइन 4.5 आना भनिहालेँ मैले 4.5 आनालाई पनि एकदम बढी तपाईँले अब उत्तर पूर्व मोडा गरेको पाउनुहुन्छ यो कौसी भइहाल्यो यहाँनिर तपाईँको वाटर फाउन्टेन छ है आफ्नो लागि मजाको स्पेस छ त्यहाँ अब थोरै पानीको लागि आउटलेटको लागि ठाउँहरू छ यहाँ चाहिँ लन्ड्रीको लागि विशेष स्पेस पाउनुभयो सो घर यही हो हजुरको मजाको छ हाइवेबाट पनि नजिक छ एन्ड द प्राइस इज रिजनेबल 4,50,00,000 त्यसमा पनि अझै नेगोसिएबल छ सो डु कन्ट्याक्ट अस नम्बरहरू सबै स्क्रिनमा छ ग्लोरी प्रपर्टी सर्भिस नामै काफी छ